सम्बन्ध निभाउनेहरूको बीच दूरीले केही फरक पर्दैन। जसलाई सम्बन्ध निभाउनु हुन्छ उसले हर हालमा निभाउँछ। यहाँ सब नियत र विश्वासमा नै निर्भर हुन्छ। कोही एक अर्कासँग नजिक रहेर टाढा हुन्छन् त कोही एक अर्कासँग टाढा भएर पनि नजिक हुन्छन्। हेलो, नमस्कार, के छ तपाईँहरूको हालखबर? म हुँ पासा दिनेश। माया, प्रेम, विश्वास अनि अटुट सम्बन्ध यी एक अर्कासँग एकदमै जोडिएका हुन्छन्। एकले अर्कोलाई निकै प्रभाव पनि पार्ने गर्छ। आज यही माया, प्रेम, विश्वास, सम्बन्धका केही कुराहरूसँग तरङ्गित हुनेछु म आजको पोडकास्टमा। त लागौँ आजको पोडकास्टतिर। कहिलेकाहीँ दुईतर्फी माया हुँदाहुँदै पनि किन त्यो मायाले मूर्त रूप लिँदैन? त्यो माया किन बीचमा नै टुट्छ? भत्ताभुङ्ग हुन्छ, लथा लिङ्ग हुन्छ। यो सोचनीय कुरा छ। सम्बन्ध सानो सानो कुरामा नटुटोस्, सम्बन्ध बाँचुन्जेल रहिरहोस्। सबको चाहना यही नै हुन्छ। तर कहिलेकाहीँ त्यो सोचले गलत परिणाम ल्याउँछ। चाहे अनुरूप त्यो सम्बन्धले गति लिँदैन। त्यहाँ निकै बाधा अवरोधहरूको सृजना पनि हुन सक्छ। मलाई लाग्छ यो सम्बन्धलाई सोचे अनुरूप परिणामसम्म पुर्याउन मायामा एक अर्का बीच अन्डरस्ट्यान्डिङ हुन एकदमै जरुरी छ। एकले अर्कालाई राम्रोसँग बुझ्नुपर्छ। जहाँ बनावटी र देखावटी होइन, मनको भावनालाई बुझ्नु सक्नुपर्ने क्षमता हुन्छ। आँखाको इसारा मात्र होइन, मनको भाका पनि बुझ्नुपर्छ। एकले अर्कासँग पाउने चाह मात्र पनि प्रेम होइन। कहिलेकाहीँ गुमाउनु पनि पछि पर्नु हुँदैन। केही सेक्रिफाइस पनि गर्न सक्नुपर्छ। एकले अर्कालाई रेस्पेक्ट पनि गर्नुपर्छ। एकले अर्कालाई केयर गर्नुपर्छ। यी सबै कुरा मिलेर एउटा असली प्रेमको बुनियाद खडा हुन्छ। यहाँ यी कुराहरू नै प्रेमले एउटा सुन्दर रूप धारणा गर्छ र यिनै कुराहरू नै प्रेमको एउटा बलियो खम्बाका आधारहरू हुन्। यति भन्नु मात्र पूर्ण हुँदैन कि कसैलाई यति माया गर्छु, आफूलाई भन्दा बढी चाहन्छु, जुन तारा छारिदिन्छु, 7 जन्मसम्म तिम्रो भएर रहिरहन्छु। यो भन्नको लागि मात्र राम्रो सुनिन्छ। तपाईँ यही जुनीमा सकिने कुराको मात्रै बाचा गर्नुहोस्। कुरालाई कुरामा मात्र होइन, व्यवहारमा पनि उतार्नुहोस्। म तिमीलाई माया गर्छु, म तिमीलाई मिस गर्छु। यो मायाको अति नै महत्त्वपूर्ण शब्दहरू हुन्। कति ठाउँमा मानिसहरूले मायालाई अति नै सस्तो शब्द पनि बनाइदिएको छ, जसलाई पनि बोलेको सुनिन्छ कि म तिमीलाई माया गर्छु। आजभोलि यो अमूल्य शब्दलाई निकै नै सस्तो बनाइदिएको छ। हो भन्न जरुरी छैन, मनदेखि त्यसको आवाज गर्न जरुरी हुन्छ। कसैलाई मनदेखि चाहन्छ त यो हल्ला गरी भन्न जरुरी सम्झिँदैन म। यो त मनले महसुस गर्नुहोस्। माया तराजुमा जोखिने सामान पनि होइन, कसले कति गर्छ भनेर जोख्नको लागि। माया त एउटा यस्तो कम्बो चिज हो नि, जहाँ जो माथिका कुराहरू विश्वास, समर्पण, सेक्रिफाइस, सम्पूर्ण कुराहरू हुन जरुरी हुन्छ। मायामा यो कुराको बडो ख्याल गर्नुपर्छ। आफ्नो मान्छेलाई के कुरा मन पर्दैन त्यसलाई सकेसम्म तपाईँ अभोइड गर्नुहोस्, जसले गर्दा तपाईँमाथि उसको माया बढेर जाओस्। कुनै कुरा उसलाई मन पर्दैन, त्यो कुराले उसको मनमा ठेस पुर्याउँछ भने सकेसम्म ती कुरालाई तपाईँ नदोर्याउनुहोस्। यदि तपाईँ
उसको कुरालाई, उसको अनुरोधलाई एउटा बन्धनको रूपमा लिनुहुन्छ भने तपाईँ उसलाई माया नै गर्नुहुन्न यार। यदि यदि तपाईँ उसलाई वास्तवमै साँचो माया गर्नुहुन्छ भने उसले भनेर होइन, आफै महसुस गरेर आफूलाई बदल्न सक्नुपर्छ। तब मात्र तपाईँ वास्तवमै एक असल प्रेमी हो। यदि यदि यस्तो गर्नुभयो भने तपाईँमा माया पक्कै पनि लामो समयसम्म निरन्तर अघि बढ्छ। मायामा इगो होइन, इसारा इसारा बुझ्न सक्नुपर्छ। उसले नभनी यदि तपाईँ आँखा र मनको कुरा बुझ्नुहुन्छ भने त्यो हो असली माया। यदि यसो गर्नुभयो भने तपाईँप्रति उसको विश्वासले शिखर चुम्छ। एउटा अर्को महत्त्वपूर्ण कुरा, मायामा केयर पनि चाहिन्छ। कस्तो छ, उसको दिन कसरी बितिरहेछ, केही भन्न नसकेका मनभित्रका पीडा हुन्छन्। त्यस्तो कुरालाई तपाईँ बिस्तारै बिस्तारै उबाट थाहा पाउनुपर्छ। उसको हाँसोमा खुसी हुने, चोट र पीडामा साथ दिने गर्नुहोस्। यदि यसो गर्नुभयो भने खुसी झन् बढेर जान्छ अनि पीडामा मलम लाग्छ। कहिले पनि सकेसम्म झुट त बोल्दै नबोल्नुहोस्। यदि कुनै गल्ती भए खुलस्त भन्नुहोस्। बरु आइन्दा त्यस्ता कुरालाई नदोहोऱ्याउने कोसिस गर्नुहोस्। यदि एकचोटि तपाईँको झुट समातिए कहिले तपाईँ उसँग नजर जुदाउन सक्नुहुन्न फेरि। त्यसैले कहिले पनि नजरबाट गिर्ने काम चाहिँ गर्दै नगर्नुहोस्। एकले अर्कालाई इज्जत दिनुहोस्। यदि त्यो दिन सक्नुहुन्न भने सम्झनुहोस् त्यो प्रेम केही दिनको पाहुना मात्र हुनेछ। इज्जत एउटा यस्तो चिज हो जसले मायाको जग बलियो बनाउँछ। अर्को विश्वास, यो पनि एउटा महत्त्वपूर्ण कुरा हो। मायालाई हरा भरा बनाउन यदि विश्वास गर्नुहुन्छ त माया पनि बलियो हुन्छ। सानो सानो कुरामा पनि शङ्का गर्नुभयो भने त्यहाँ अवश्य पनि खटपट हुन्छ। भन्छन् शङ्काले लङ्का जलाउँछ, त्यो त तपाईँलाई थाहा छँदैछ। त्यसैले मायालाई जलाउने होइन, मलजल गर्ने, एकले अर्कालाई विश्वास गर्न सिक्नुहोस्। यसको मतलब यो होइन कि सबै कुरा आँखा चिम्लेर कान थुनेर सुन्नु सहनुहोस्। यदि त्यस्तो कुरा भइहाले एक अर्कामा सेयर गर्नुहोस्। यदि उसले थाहा पाए केही हुन्छ कि भन्ने डरले मनभित्र दबाउन नखोज्नुहोस्। अरूले भनेर थाहा पाउनुभन्दा तपाईँ आफै त्यो कुरालाई बाहिर ल्याउनुहोस्। तब मात्र तपाईँमाथि विश्वास बढेर जान्छ। मायामा एकले अर्कोलाई बन्धनमा पनि नराख्नुहोस्। यो भन्नुको मतलब यो होइन कि सबै कुरामा स्वतन्त्र छाडिदिनुहोस्। यसको मतलब त यो हो कि एकले अर्काको कुरा थाहा पाउनुहोस्, नराम्रो कुरालाई हटाउँदै जानुहोस्, राम्रो कुरा दुवैजना मिलेर अगाडि बढ्नुहोस्। एकले अर्कोलाई सपोर्ट गर्नुहोस्, केयर गर्नुहोस्। एकले अर्कोलाई समय पनि दिनुहोस्। जिन्दगी बाँच्नको लागि हामीलाई अन्य कुराको आवश्यकता पर्छ, त्यसको लागि समय दिनुपर्छ। त्यो समयबाट केही समय बचाएर आफ्नो मायाको लागि पनि समय दिनुहोस्। यसको मतलब यो होइन कि सारा कुरा बिर्सेर मायाको मात्रै पछि लाग्नुहोस्। यो बुझ्न जरुरी छ, जिन्दगी रहे पो प्रेम रहन्छ, जिन्दगी नै नरहे के प्रेम फेरि। त्यसैले जिन्दगीलाई प्रेम सँगसँगै अघि बढाउनुहोस्। यी सब कुरासँग प्रेमको लागि पनि समय निकाल्नुहोस्। यो सब कुरा एकले मात्र गरेर सम्भव छैन। मायामा दुईजना एक रथका दुई पाङ्ग्रा हुन्। त्यसैले दुवैजना मिलेर यो कुरालाई पालना गर्नुभयो भने अवश्य पनि तपाईँको मायाले एउटा मूर्त रूप लिन्छ। त आजको पोडकास्टमा केही मायाको कुरामा बहकिए। माया सँगसँगै त्यहाँ विश्वास, धेरै कुराहरू जोडिएका हुन्छन्। त्यसैले मायालाई माया जस्तो बनाउनको लागि एक अर्का बीचमा विश्वासको पनि एकदमै जरुरी हुन्छ। त्यही विश्वासमा टिकेको हुन्छ माया।
मायालाई निरन्तर अगाडि बढाउनको लागि अन्य कुराहरू पनि हुन सक्छन्। आज मैले केही कुरा भने तपाईँलाई पनि त्यस्तै कुराहरू लाग्छ भने कृपया मलाई जानकारी दिनुहोला। आजको पोडकास्ट यति नै। कस्तो लाग्यो पक्कै पनि कमेन्ट गर्नुहोला, लाइक र सेयर पनि गर्न नबिर्सिनुहोस् ल। अनि च्यानललाई सब्सक्राइब पनि। हस्त आजको लागि बिदा माग्छु। नमस्कार।